हेलो साथीहरू, फेरि पनि सम्पूर्णमा नमस्कार भन्न चाहन्छु। जय गोर्खा, राम राम, जय हरि भन्न चाहन्छु। साथीहरू, फेरि पनि आज मैले तपाईहरुको लागि एकदमै इम्पोर्टेन्ट भिडियो लिएर आएको छु। त्यो भिडियो चाहिँ के हो भन्दाखेरि चाहिँ जो पनि एड पे कमिसन सम्बन्धी नयाँ अपडेट है, एड पे कमिसन सम्बन्धी चाहिँ नयाँ अपडेट लिएर आएको छु। पक्कै पनि साथीहरू, तपाईहरुले अहिलेसम्म वर्षौं भयो, महिनौं भयो, धेरै समय भइसक्यो, बितिसक्दा पनि एड पे कमिसनको के छ हालचाल भनेर तपाईले पक्कै पनि बुझ्न खोजिराख्नु भएको होला र लाखौं पेन्सनर्सहरू, हजारौं पेन्सनर्सहरू, साथै पेन्सन निक्लिनु आँट्नुभएका सम्पूर्ण दाजुभाइहरू हुनुहुन्छ। तपाईको पक्कै पनि चासोको विषय रहेको छ। त्यही विषयलाई चाहिँ अहिले के हुँदैछ त एड पे कमिसनमा, सेन्ट्रल पे कमिसनले के कारबाही गरिरहेको छ अहिलेसम्म, जबकि एड पे कमिसन एनाउन्समेन्ट भएको लगभग 8 महिना 10 महिना बितिसक्दा पनि अहिलेसम्म एड पे कमिसन किन डिक्लेयर भएको छैन भन्ने कुरा तपाईको मनमा पक्कै पनि लागिरहेको छ। पक्कै पनि आज म तपाईहरुलाई एड पे कमिसन कुन चाहिँ सङ्घारमा पुगेर अड्केको छ र एड पे कमिसन कहिलेसम्म चाहिँ लागू हुन्छ र अनुमानित फिटमेन्ट फ्याक्टर है, तपाईको पेन्सन, तपाईको पे फिटमेन्ट फ्याक्टरमै निर्भर हुन्छ साथीहरू। त्यसले गर्दाखेरि आज म त्यसको बारेमा चाहिँ बताउने छु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुपर्ने हुन्छ। अन्तिमसम्म हेरिदिनु होला। साथै च्यानललाई र भिडियोलाई मन पर्छ भने तपाईले सब्स्क्राइब गर्नु होला भन्न पनि चाहन्छु। साथीहरू, एड पे कमिसनमा अलरेडी सेन्ट्रल पे कमिसनले मेम्बरहरू नियुक्ति गरिसकेको छ र साथै भर्खरै पनि एकजना मेम्बर अझै पनि प्लस भएको छ। यो मेम्बर चाहिँ एडिसनल सेक्रेटरीको रूपमा चाहिँ एड गरिएको छ साथीहरू। उहाँको नाम छ आइएएस अधिकारी हुनुहुन्छ, जो चाहिँ एडिसनल सेक्रेटरीको रूपमा चाहिँ नियुक्ति गरिएको छ। एड पे कमिसनले, सेन्ट्रल पे कमिसनले चाहिँ नियुक्ति गरिएको छ र उहाँको नाम छ आइएएस ब्रिजेन्द्र नवनीत। यो चाहिँ एड पे आयोगले नियुक्ति गर्नुभएको थियो र उहाँले एड पे कमिसनमा आउनुभन्दा पनि विभिन्न सेक्टरमा चाहिँ काम गरिसक्नु भएको थियो। लगायत जस्तै कि पिएमओ अफिस, प्रधानमन्त्री कार्यालयको निर्देशकको रूपमा पनि उहाँले काम गरिसक्नु भएको छ र उहाँ राजदूत पनि हो है, राजदूत पनि भइसक्नु भएको हो। साथै अहिले तमिलनाडु सरकारको चाहिँ सूचना प्रौद्योगिकी र डिजिटल सर्भिसको प्रधान सचिव पनि हुनुहुन्छ। साथै विभिन्न सेक्टरमा उहाँले काम गरिसक्नु भएको छ र फाइनान्सियल, इन्डियाको विशेष गरी फाइनान्सियल सेक्टरमा काम गरिसक्नु भएको छ र उहाँको नियुक्तिसँगै अहिले सबै कर्मचारी र पेन्सनर्सहरूले आशा गरिराख्नु भएको छ अब चाहिँ फिटमेन्ट फ्याक्टर डिक्लेयर हुन्छ। साथै एउटा इम्पोर्टेन्ट सूचना म तपाईहरुलाई दिन चाहन्छु साथीहरू। एड पे कमिसन सेलले एउटा लेटर जारी गरेको थियो, जुन चाहिँ 6 मे 2026 मा एउटा लेटर जारी गरेको थियो। त्यो लेटरमा चाहिँ लेखिएको थियो 13 र 14 तारिक चाहिँ, यो 13 र 14 तारिक यानी कि भोलि र पर्सि चाहिँ फेरि एड पे कमिसनको दोबारा बैठक बस्दैछ भनेर है। यसमा चाहिँ दिल्लीमा, खास गरी दिल्लीमा चाहिँ किन चाहिँ दिल्लीमै चाहिँ बैठक बस्नु पर्यो भन्ने तपाईको मनमा पनि लागेको होला। अहिले एड पे कमिसनले विभिन्न ठाउँमा, उत्तराखण्ड, दिल्ली, तपाईको हरियाणा, इन्डियाको विभिन्न ठाउँमा चाहिँ हैन, स्टेटमा चाहिँ गएर चाहिँ एड पे कमिसनले जो चाहिँ कर्मचारी सङ्घहरूको र पेन्सनर्सहरूको जो चाहिँ सुझाव चाहिँ लिइसकेको छ र जो पनि विभिन्न सङ्घ संस्थाका जो प्रमुखहरूले चाहिँ जो आफ्नो मागहरू चाहिँ, डिमान्डहरू चाहिँ, मेमोरेन्डमहरू बुझाइसकेको अवस्था छ र अहिले लेटेस्ट अपडेट तपाईको अहिले एड पे कमिसनले दिल्लीमा 13 र 14 तारिक यानी कि भारतको राजधानीमा फेरि पनि एड पे कमिसनको यो चाहिँ छलफल गर्ने चाहिँ के हो, एउटा मिटिङ तय गरेको छ साथीहरू। यो मिटिङले चाहिँ पक्कै पनि एड पे कमिसनको फिटमेन्ट फ्याक्टर चाहिँ पक्कै पनि तय हुन्छ भन्ने चाहिँ सबैले विश्वास गरेको छन् र विभिन्न मिडियाले पनि यो साझा गरेको छ। जस्तै कि इन्डियाको ठुल्ठुलो मिडियाहरू छन्, टाइम्स नाउ, नवभारत, न्युज 24 हिन्दी,
एनडीटीभी, सीएनबीसी टिभी 18, जी न्यूज, द इकोनोमिक टाइम्स अफ हिन्दी, मिन्ट, जागरण लगायत विभिन्न न्युजले चाहिँ निकालिसकेको छ र यसले चाहिँ केन्द्रीय कर्मचारीहरूको चाहिँ पक्कै पनि बल्ले बल्ले गराउँछ र मालामाल बनाउँछ भन्ने चाहिँ सबैले डाउट गरेको छ, सबैले शङ्का गरेको छ साथीहरू। र यो मिटिङमा स्पेसल्ली भन्नुपर्दाखेरि चाहिँ यो मिटिङ जो दिल्लीमा अर्गनाइज हुन गइरहेको छ 13 र 14 तारिक 8 पे कमिसनले जुन मिटिङमा चाहिँ स्पेसल्ली जो चाहिँ डिफेन्सबाट पेन्सन निक्लिनु भएका र सर्भिस गरिराख्नु भएका प्रमुखहरूलाई चाहिँ डिफेन्स सेक्टरका जो संस्थाहरू छन् उहाँको जो जाने माने खास मान्छेहरूलाई मात्र यो मिटिङमा चाहिँ एटेन्ड गराइनेछ भन्ने पनि छ। र अर्को कुरा डिफेन्स मात्र नभएर रेलवेमा जति पनि कर्मचारीहरू साथै पेन्सनर्सहरू हुनुहुन्छ भने रेलवे र डिफेन्सको मात्र यो मिटिङ हो है, 8 पे कमिसनले अर्गनाइज गरेको छ। र डिफेन्स सेक्टरको पेन्सनर्स र डिफेन्समा जति पनि काम गरिराख्नुभएका कर्मचारी संस्थाको जो चाहिँ अगुवाहरू र साथै जो पनि रेलवेको कर्मचारी प्लस पेन्सनर्सहरूको जो सङ्गठन छ, सङ्गठनबाट चाहिँ खास मान्छेहरूलाई मात्र एटेन्ड गराइनेछ साथीहरू। र अब यो मिटिङ 13 र 14 तारिक छ। अब के हुनसक्छ, अब लगभग 8 पे कमिसनमा को काम अन्तिम मोडमा पुगेको छ साथीहरू, तपाईँलाई थाहा छ हैन। र फिटमेन्ट फ्याक्टर तपाईँलाई थाहा छ, फिटमेन्ट फ्याक्टर 8.33 मार्क गरेको छ। साथै इन्डियाको जति पनि कर्मचारीहरू हुन्छ, सेन्ट्रल गभर्मेन्टभित्रको पर्ने कर्मचारीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ तपाईँको फिटमेन्ट फ्याक्टर चाहिँ 3.833 है, 3.833 चाहिँ डिमान्ड गरेको छ। अब यो मिटिङले चाहिँ तय गर्छ कि फिटमेन्ट फ्याक्टर कति चाहिँ 8 पे कमिसनले चाहिँ निकाल्छ साथीहरू है त। यो चाहिँ कर्मचारी र जति पनि पेन्सनर्सहरूको माग हो। अर्को कुरा, दिल्लीमा हुन गइरहेको जो मिटिङ किन खास छ भन्दाखेरि चाहिँ दिल्लीमा जो ठुलो दिल्ली एउटा तपाईँको राजधानी हो। किन इम्पोर्टेन्ट छ भन्दाखेरि र जति पनि ठुल्ठुलो संस्थाको कार्यालय भनेकै दिल्लीमा छ, विभिन्न ठुला मन्त्रालयहरू नै दिल्लीमा छ। त्यो कारणले पनि यो मिटिङ चाहिँ खास भनिएको छ र त्यो कारणले यो मिटिङ एकदमै स्पेसल हुनेवाला छ साथीहरू। र यो मिटिङमा विशेष गरी तपाईँलाई भन्न चाहन्छु, खास मान्छेहरूलाई मात्र अघि मैले भने एटेन्ड गर्नेछ। यो मिटिङमा चाहिँ 8 पे कमिसनमा फिटमेन्ट फ्याक्टर विशेष छलफल हुनेवाला छ साथीहरू। तपाईँको जति पनि जो पर्खिराख्नु भएको छ, कहिले चाहिँ पेन्सन बढोत्तरी हुन्छ, 8 पे कमिसन कहिले लाग्छ र फिटमेन्ट फ्याक्टर कहिले चाहिँ सरकारले तय गर्छ भनेर तपाईँले पर्खिराख्नु भएको छ, यो पक्कै पनि हो, मलाई पनि थाहा छ। तपाईँहरूले सबैले चाहन्छन् महँगी बढ्दो महँगीमा चाहिँ आफ्नो पे र पेन्सन चाहिँ धेरै होस् बढोस् भन्ने अब त्यही अनुसारले हैन चाहन्छन्। सो तपाईहरुको अब दिन छिटै सकिँदैछ, वेटिङको दिनहरु हैन, वेटिङको समय टाइमहरु, त्यसले गर्दाखेरि एकदमै खुसीको अपडेट मैले तपाईहरुलाई दिन चाहन्छु। अब जति पनि कर्मचारी संस्था, जति पनि जो डिफेन्स सर्भिसेस र सेन्ट्रल गभर्नमेन्टका कर्मचारीहरुले चाहिँ जो फिटमेन्ट फ्याक्टर छ 3.833 चाहिँ डिमान्ड छ, तर हेरौं अब त्यो भन्दा अलिकति डाउन भयो भने नि थोरै डाउन हुन सक्छ, त्यो भन्दा बढ्न चाहिँ बढ्दैन, तर पनि डाउन भयो भने पनि पेन्सनर्स र जति पनि सर्भिङ पर्सनहरु हुनुहुन्छ तपाईहरुको लागि एकदमै फाइदा नै छ साथीहरु। त्यसले गर्दाखेरि यो मिटिङ एकदमै अहम भनौं या इम्पोर्टेन्ट मानिएको छ साथीहरु। अहिलेसम्मको जो मेन अपडेट यति नै हो र अब फाइनल फिटमेन्ट फ्याक्टर तय भएपछि, तयार भएपछि फेरि पनि म तपाईलाई अपडेट गर्ने नै छु के हुन्छ यो मिटिङमा, के चाहिँ निष्कर्ष निक्लिन्छ। त्यसको बादमा फेरि पनि म 8 पे कमिसनको अर्को नयाँ अपडेट लिएर आउने छु। तबसम्मका लागि बिदा हुन चाहन्छु र फेरि पनि भन्न चाहन्छु, यदि तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र यो भिडियोलाई सम्पूर्णमा शेयर गरिदिनु होला भन्दै अहिले भने बिदा हुन चाहन्छु। हस्त तपाईको दिन शुभ बितोस्। जय गोर्खा, जय नेपाल।